नमस्ते सबैजनालाई 2082 सालको विजय दशमीको शुभकामना सबैजनालाई। हाम्रो चाहिँ साथीहरूको टिका लगाउने कार्यक्रम सुरु हुँदैछ र आशिक पनि दिँदै हुनुहुन्छ। आशिक चाहिँ ध्यान दिएर सुनिदिनु होला भन्ने विनम्र अनुरोध गर्दछु है त। हैन सत्तरको के अरे आगो तल होस् तिम्रो आगो ठुलो होस् घरले छोरो भाया दुईटा यति भए त पुग्यो नि हैन दुईटा भन्नु पर्यो दाइ सक्को मलाई अझै ठिक गर्दा भन्नु भयो ठिक गर्दा भन्नु पढुन यो हैन के छ र हामी के छ दिने आशीर्वाद छैन ज्यान अलि कम छ अलि बढो भन्नु ज्यान त बढी छ हो यहाँ बढी बढाउने पुरो गोराती घटाउने आशीर्वाद दिइरा थियो त नि ल्याउ त अब यो आशीर्वाद त एकैचोटि दिएँ है मैले टिप्दै टिप्दैन त यार अलिकति दही छैन पहिलेको दही पोखालेर रङ धेरै ओभर भएर यार फर्मेले भन्छ टाल भन्छ त्यो कुरो गरौँ हैन के भनेको यस्तो नगानी साथीभाइ भनेको अब त्यसो भने साथी रुममा बस्ने मान्छे हो अब कहिले पर्दा हर्दा मर्दा भनेको एउटा जस्तो भने एउटा गाउँको मान्छेले सपोर्ट गर्ने हो बाहिरको मान्छेले सपोर्ट गर्दिनन् दाइ हेर्नुहोस् त्यस्तो भनेको आफ्नो मान्छे भनेको अब जस्तो भने रोलपाली हो रोलपालीले भोलि बेला एउटा दुईटा गुर्न भने ल दाइ म यस्तो पर्यो आपत पर्यो भने नि भोलि चाहिँ धेरै भने 50 रुपियाँले सहयोग गरे भने हामी चाहिँ धेरै नै एकदम राम्रो कुरो हो हैन र अरु त म तिनी भन्न चाहन्छु र हैन सबै नै हुर्केको मान्छे हो विदेशमा बसेर 2082 साल 6 महिना 16 गतेको विजय दशमी टिका चाहिँ समापन भयो है।